आयो है आयो, तपाईँले रोजे जस्तो खोजे जस्तो काठमाडौँको थानकोट इटाखेलमा आकर्षक घर आयो। 4 आनामा निर्माण भएको 2.5 तलाको आकर्षक घर, कसैलाई कमिसन दिनु नपर्ने, सिधा घर धनीसँग सम्पर्क गरे पुग्ने। सम्पर्क नम्बर तल छ, नोट गर्नुहोस्, सिधा सम्पर्क गर्नुहोस्, घर आफ्नो बनाउनुहोस्, आनन्दले बस्नुहोस्। नमस्ते, घर जग्गा नेपाल.com को वेबसाइटमा यहाँलाई आज काठमाडौँको पुरानो चेकपोस्टमा लिएर आएको छौँ। चेकपोस्टबाट चन्द्रागिरी जाने बाटो करिबन 1 किलोमिटर माथि चढेपछि हामी बिक्रीको घरमा पुग्नेछौँ। हामी चन्द्रागिरी जाने रोडलाई यहाँबाट दाहिने छोडेर देब्रेतिर लाग्यौँ। थाहा पाउनुभयो नि, हामी थानकोट चेकपोस्टबाट सिधै माथि आयौँ। यहाँबाट हामी यो रातो गाह्रो हेर्नुहोस् त, देख्नुभयो नि, हो यसलाई दाहिने पारेर सिधा अगाडि 100 मिटर बढेपछि बिक्रीको घरमा पुग्नेछौँ। हामी ढलानको बाटो सिधा पूर्व आयौँ। तपाईँ बिच बाटोमा यो ठुलो घरको मास्तिर हेर्नुहोस् त, 2टा पहेँलो घर देख्नुभयो नि, हो त्यसमध्येको तल्लो चाहिँ घर बिक्रीको हो। अब म तपाईँलाई सिधा घरमा पुर्याउनेछु। हामी यो बाटो हुँदै बिक्रीको घरमा आइपुग्यौँ। घर यही हो, ल हेर्नुहोस् त, 2.5 तलाको कति राम्रो घर छ। यो अरविन्द योग आश्रम हो। हेर्नुहोस् त, यसको ठिक्क पश्चिमपट्टि हेर्नुहोस्, यो पहेँलो घर छ, हो यही पहेँलो घर बिक्रीको हो। 13 फिट ढलान बाटोमा हाइटमा 4 आना जग्गामा निर्माण भएको आकर्षक, ल हेर्नुहोस् त कति राम्रो घर छ। 2.5 तलाको छ, पश्चिम फर्किएको छ, ढल पानी बिजुलीको सुविधा छ। मैले तपाईँलाई घरको बाहिरी भाग सबै देखाएँ। अब म घरभित्र प्रवेश गराउँछु। आउनुहोस्, तपाईँ र म सँगै मिलेर भित्र पनि हेरौँ है। हामी गेटबाट भित्र प्रवेश गऱ्यौँ। यो भित्री भाग हो, देख्नुभयो नि, ठिक पश्चिमपट्टि खाली छ भने यो पार्किङ एरिया हो। एउटा गाडी हामी आरामले यहाँ पार्किङ गर्न सक्छौँ। अब म घरभित्र प्रवेश गर्छु। सिधा भित्र पसेपछि हामी वेटिङ रुम अथवा बैठक रुममा प्रवेश गऱ्यौँ। यसमा 2टा ठुल्ठुला झ्यालहरू छन्। यो ग्राउन्ड फ्लोरको लिभिङ हल हो। ग्राउन्ड फ्लोरमा 2टा बेडरुम, एउटा लिभिङ हल, एउटा किचन र एउटा बाथरुम छ। यो फ्ल्याट भाडामा छ। उहाँहरू बाहिर भएको हुनाले पुरै यहाँलाई देखाउन सकेनौँ। हामी विवरणमा पेश गर्नेछौँ। ग्राउन्ड फ्लोरबाट अब हामी फर्स्ट फ्लोरतिर प्रवेश गर्नेछौँ। आउनुहोस्, तपाईँ पनि फर्स्ट फ्लोर हेर्नुहोस्। यो फर्स्ट फ्लोर जाने सिडी हो। भी आकारमा छ। करिबन 42 इन्ची चौडाइ भएको सिडी चढेर हामी माथि जानेछौँ। हामीले यहाँ देख्यौँ, हेर्नुहोस् त, ठुलो लिभिङ हल छ। कति ठुलो लिभिङ हल छ। 3टा ठुल्ठुला झ्यालहरू छन्। आकर्षक छ। ल हेर्नुहोस् कति राम्रो घर छ। लिभिङ हलबाट म तपाईँलाई पूर्व उत्तरको अर्को रुमतिर लान्छु। यो पूर्व उत्तरपट्टिको रुम हो। आकर्षक छ। ल हेर्नुहोस् त, सबै रुमहरू 101 छन्। यसमा ठुलो एउटा झ्याल छ। यो दक्षिणपट्टिको भाग हो। ठुलो आकर्षक अर्को रुम तपाईँ प्रवेश गर्दै हुन्छ। मैले लिएर आएँ। यो मास्टर बेडरुम हो। यसमा एटेच बाथरुम छ। मास्टर बेडरुममा एउटा ठुलो झ्याल छ भने यसमा आकर्षक बाथरुम छ। ल हेर्नुहोस् कति राम्रो, कति सफा सुन्दर बाथरुम छ। यहाँलाई फर्स्ट फ्लोरको सबैतिरको भाग मैले देखाएँ। अब सेकेन्ड फ्लोरमा पनि म लिएर जानेछु। हामी सिडी चढेर माथि आयौँ। सिडीको माथि पूजा कोठा अथवा स्टोर रुम जे पनि गर्न सकिन्छ। पूजा कोठाको ठिक दक्षिण पूर्वी भागमा एउटा बेडरुम छ। यो बेडरुमको झ्याल हो। हेर्नुहोस् त कति आकर्षक शान्त वातावरणको ठाउँ र आनन्दको झ्याल। यति राम्रो घर त देखाउनु भयो। दाम कति हो नि भन्नुहोला। तपाईँले सोचे भन्दा सस्तो छ, धेरै सस्तो छ। एकपटक फोन गरेर दाम सोध्नुहोस् त। दाम सुनेर तपाईँ छक्क पर्नुहुनेछ। छिटै भन्दा छिटै फोन गरिहाल्नुहोस्, दाम सोधिहाल्नुहोस्, कुरा मिलाइहाल्नुहोस्, घर आफ्नो बनाइहाल्नुहोस्। हामी यो सिडी चढेर माथि आयौँ। तपाईँलाई घरको ठिक उत्तरपट्टिको भागमा मैले लिएर आएँ। हेर्नुहोस् त, ठुलो किचन हल छ र यतापट्टि किचन।
ठुल्ठुलो 3टा झ्याल भएको आकर्षक किचन सानोतिनो कार्यक्रमै भित्रबाट हामी गर्न सक्छौँ। ल हेर्नुहोस् त, तपाईँलाई किचनको भाग घुमी घुमी देखाएँ, हेर्नुभयो नि, तपाईँले पक्कै पनि किचन देखेर छक्क पर्नुभयो। किचनको ठिक दक्षिणपट्टि बाथरुम छ। ल हेर्नुहोस्, सिरानमा आकर्षक चिटिक्क परेको बाथरुम। मैले तपाईँलाई अघि नै भनेछु, कसैलाई कमिसन दिनु नपर्ने, सिधा घर धनीसँग सम्पर्क गरे पुग्ने। सम्पर्क नम्बर तल छ, नोट गर्नुहोस्, सिधा सम्पर्क गर्नुहोस्, घर आफ्नो बनाउनुहोस्। ल हेर्नुहोस् त, यति राम्रो घर तपाईँले यति राम्रो ठाउँमा कहाँ पाउनुहुन्छ, तर आज यहाँ पाउनुभएको छ। घरको भित्री भाग मैले तपाईँलाई सबै देखाएँ, अब बाहिरी भाग देखाउँछु। ल हेर्नुहोस्, यो छत सानोतिनो कार्यक्रमै गर्न मिल्ने कति राम्रो छत छ। हेर्नुहोस् त, यो छतको एकपट्टि साइडमा माथि जाने अर्को फलामको सिँढी छ। हेर्नुहोस् त, आज अलिअलि खुलेको छ, परसम्मको दृश्य देखिन्छ। यो नागढुङ्गा एरिया हो। नागढुङ्गाबाट कालोपाण्डे पार्क हुँदै हामी बालाजी हुँदै सिधा अगाडि काठमाडौँको धरारासम्म यो ठाउँबाट देख्न सक्नेछौँ। तर आज तुवालोले छेकेको हुनाले तपाईँलाई त्यो दृश्यहरू देखाउन सकेनौँ। चन्द्रागिरीको जङ्गलको फेदमा राम्रो घर, कसलाई बस्ने मन हुँदैन थियो होला र हो। अब तपाईँको मन पनि यो घरमा पलायो। मैले तपाईँलाई चारैतिरबाट भित्री बाहिरी भाग फोटो र भिडियो देखाएँ। अब सिधा आएर घर हेर्नुहोस्, कुरा मिलाउनुहोस्, चित्त बुझाउनुहोस्, आफ्नो बनाउनुहोस्, यो रम्य ठाउँमा आनन्दले बस्नुहोस्। अहिले म घरबाट ठिक उत्तरपट्टिको भाग तपाईँलाई देखाइरहेको छु। तपाईँ हेर्दै हुन्छ, तपाईँ भाग्यमानी हुनुहुन्छ, साह्रै भाग्यमानी हुन्छ। किनभने घरमा बसी बसी चन्द्रागिरी जाने र आउने केवल कारको दृश्य अवलोकन तपाईँले मजासँग गर्न सक्नुहुन्छ। अहिलेसम्म हाम्रो घरको फोटो र भिडियो हेर्नुभयो, यहाँले चित्त बुझाउनु भयो। अब सिधा आएर हेर्नुहोस्, कुरा गरौँ, कुरा मिलाउँ। हस् त, अहिलेसम्म हाम्रो कुरा सुनिदिएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। नमस्ते।